आउनुहोस् आज हामी नेपाल निर्माणको मार्ग, आत्मनिर्भर र न्यायपूर्ण समाजको रूपरेखाको चर्चा गर्नेछौँ। 1 मा छ उत्पादनमुखी अर्थतन्त्र। नेपालमा उत्पादन नै विकासको मेरुदण्ड हुनुपर्छ। कृषि उद्योग र पर्यटन क्षेत्रलाई वैज्ञानिक तरिकाले विकास गरिनुपर्छ। हाम्रै जनशक्तिलाई प्रयोग गरी विदेशी वस्तु होइन नेपाली उत्पादन अभियान चलाउनुपर्छ। माध्यमिक तह शिक्षा र स्वास्थ्य सबैका लागि निशुल्क र गुणस्तरीय। शिक्षा र स्वास्थ्यलाई व्यापार होइन सार्वजनिक अधिकारका रूपमा स्थापित गरिनुपर्छ। सबै बालबालिका, केटाकेटी, गरिब वा धनी सबैका लागि समान स्तरको शिक्षा र उपचार उपलब्ध हुनुपर्छ। विद्यालय र अस्पतालहरू गाउँ गाउँमा पुग्ने गरी सशक्त बनाउनु पर्दछ। प्रत्येक विद्यालयमा शारीरिक व्यायाम र व्यावहारिक सिप शिक्षाको अनिवार्य अभ्यास गरिनुपर्छ। 3 नम्बरमा श्रम र उत्पादन न्यायपूर्ण सहभागिता। 50 वर्षमाथिका नागरिकले दिनमा 5 घण्टा काम गरेर देश विकासमा योगदान गर्न सक्ने व्यवस्था हुनुपर्छ। युवाहरूले दिनमा 12 देखि 15 घण्टा इमान्दार श्रम, अध्ययन र देश विकासका काममा समर्पित हुनुपर्छ। युवाहरूले आफ्नो समय र सिप देश निर्माणमा लगाउनुपर्छ। यसले देशमा श्रमको सम्मान र उत्पादनको निरन्तरता दुवै सुनिश्चित गर्छ। 4 नम्बरमा उद्योग र रोजगारी। नेपाली भूमि, नेपाली कामदार। नेपालमा प्रशस्त कल कारखाना र उद्योग खोल्न राज्यले अग्रसर हुनुपर्छ। जस क्षेत्रमा प्राविधिक जनशक्ति अभाव छ त्यहाँ विदेशी सिपयुक्त कामदार ल्याउने तरिका अपनाउन सकिन्छ, तर नीति निर्माण, स्वामित्व र लाभ नेपालकै हातमा हुनुपर्छ। युवाहरूको सिप, विकास र रोजगारीको अवसर नेपालमै सिर्जना गर्नुपर्छ ताकि कसैलाई बाँच्न विदेश जानु नपरोस्।